नेपालको एउटा पुरानो गाउँमा गाउँभन्दा अलि पर दुईवटा साना घरमा दुई बुढी बस्दै आएका थिए। एक दिन दयालु बुढी घर फर्किँदै गर्दा बाटोमा एउटा घाइते सुगा भेट्छिन्, जसको खुट्टा भाँचिएको हुन्छ र पीडाले कराइरहेको हुन्छ। माया गरेर निको पार्छिन्। निको भएको सुगा उडेर जान्छ। तर अर्को बिहान फेरि फर्केर बुढीलाई एउटा अनारको दाना उपहार दिन्छ। बुढीले त्यो दाना आफ्नो आँगनमा रोप्छिन् र केही समयमै त्यो बिउबाट ठूलो रुख उम्रिन्छ र रसिला फल लाग्छन्। जब बुढीले अनार टिपेर खोल्छिन्, फलभित्रबाट सुन, चाँदी र गहना निस्कन्छन्, जसले गर्दा उनी धनी बन्छिन् र राम्रो घर बनाउँछिन्। यो देखेर लोभी छिमेकी बुढीकी बुढीले रहस्य सोध्छिन्। दिदी, यस्तो घर त रातारात कसरी बनाउनु भयो? यसको राज के हो नि? आऊ बस, म भन्छु। यसको पछाडि एउटा रमाइलो कहानी छ। बिरामी चोट लागेको सुगालाई बचाउँदा मैले यो फल पाएँ र सबै कुरा थाहा पाएपछि उस्तै गर्न खोज्छिन्, तर दयाले होइन, स्वार्थले। उसले एउटा सुगाको खुट्टा जानाजानी भाँचेर मलमपट्टी लगाउँछे। अर्को दिन सुगाले उसलाई पनि अनारको दाना दिन्छ। र उसले पनि रोप्छे। तर जब रुखमा फल लाग्छ र ऊ खोल्छे, त्यहाँबाट गहना होइन, सर्प, बिच्छी र अन्य विषालु जीवहरू निस्कन्छन् र उसलाई नै हानि पुर्याउँछन्। अन्त्यमा कथा यसै सिकाउँछ, साँचो दया र असल मनले मात्र राम्रो फल दिन्छ, तर लोभ र कपटले सधैँ नराम्रो परिणाम ल्याउँछ।